नेपाल राष्ट्र ब्याङ्क ऐनको तर्जुमा गर्दाखेरि मलाई चाहिँ 1990sतिर चाहिँ स्पेसली संसारभरि नै राष्ट्र ब्याङ्क अलि स्वायत्त निकायकै रूपमा अगाडि बढाउँ भन्ने मान्यता थियो। त्यसैलाई ऐनमा 2058को ऐनले राख्ने काम गर्यो र त्यसमा पनि केही चिजहरूमा चाहिँ हामीलाई हाम्रो अन्तर्राष्ट्रिय मित्र उहाँहरूले चाहिँ केही अझै रिभाइज गरेर जाँदाखेरि उपयुक्त हुन्छ कि भन्ने कुराहरू आयो होइन। यहाँहरू सबै यसबारेमा विदित नै हुनुहुन्छ। हाम्रो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ गएको 2-3 दशकदेखि यो अर्थतन्त्र चाहिँ एकदमै जेलिएको हुने भयो। हाम्रो ब्याङ्कहरूमा राखेको पैसा तुरुन्तै अमेरिकामा पठाउन सकिन्छ, अरू ठाउँमा पठाउन सकिन्छ र विभिन्न उपयोगको लागि पठाउन सकिन्छ। त्यो भएको हुनाले हाम्रो ब्याङ्किङ पद्धति, हाम्रो सिस्टम चाहिँ इन्टरनेसनली कम्प्याटेबल छ कि छैन भन्ने कुरोमा सबैको चासो रहिरहेको छ। हामीहरूले त्यही भएर हाम्रो ऐनहरू बनाउँदाखेरि हामीहरूले हाम्रो मुलुकलाई राम्रो हुने गरेर त बनाउँछौँ नि, तर अन्तर्राष्ट्रिय रूपमा कम्प्याटेबल हुन्छ कि हुँदैन भन्ने पनि हेर्ने गर्छौँ। अनि अब अहिले हाम्रो आफ्नै मुद्राहरू विदेशतिर लगेर राख्छौँ होइन। हामी राष्ट्र ब्याङ्क भनेकै अलमोस्ट कतिपय कुराहरूमा चाहिँ यो इन्टरनेसनल रिलेसनसिप, इन्टरनेसनल कम्प्याटेबिलिटी, इन्टरनेसनल स्ट्यान्डर्डहरू सबैलाई हेरेरै काम गर्नुपर्ने निकायको रूपमा आएको छ र यो झन्झन बढ्दै गएको छ। यहाँहरू सबैलाई थाहा छ विदेशी मुद्राहरू बलियो हुँदाखेरि झन् यो महत्त्वपूर्ण हुन्छ। हाम्रा मान्छेहरू विदेश जाँदाखेरि हाम्रो QR कोडहरू हेर्दाखेरि सबै गर्दाखेरि हामीले त्यही भएर ग्रे लिस्टलाई हामीले सिरियसली लिने कारण पनि त्यही हो। त्यही भएर हामीले जे ऐन बनाउँछौँ एक अर्थमा यसलाई चाहिँ कम्प्याटेबल नै बनाउँ भन्ने नै छ। हामीले हेर्दाखेरि अब मेरो साथीहरू उहाँहरू हुनुहुन्छ, उहाँले अझै डिटेलमा हरेक कुराहरूमा भन्नुहुन्छ। मन्त्रीज्यूले भन्नुभएको 3-4वटा कुराहरू बाहिर पनि मैले हेरेको थिएँ, जसमा म एकपल्ट रिपिट गर्छु, जुन हामी पूर्ण रूपमा सहमत छौँ। सञ्चालक समितिको सदस्य सङ्ख्या र योग्यताहरूमा मेरो विचारमा अहिले जे छ त्यसमा नै राखिराख्नु नै उपयुक्त होला। त्यो ठ्याक्कै चलाउनै पर्ने त्यस्तो कम्पेलिङ रिजन्सहरू केही देखिएको छैन। अर्थ सचिवज्यूको प्रेजेन्सले राष्ट्र ब्याङ्कको काम कारबाहीलाई झनै इन्हान्स गरेको छ, झनै राम्रो बनाइरहेको रूपमा हामीले लिएछौँ। हामीले अहिलेसम्म त्यस्तो हाम्रो अनुभवबाट त्यस्तो हस्तक्षेपको रूपमा केही पाएको पनि छैनौँ। बरु कारबाहीहरू गर्नलाई, कम्युनिकेसन गर्नलाई झन् सहज भएको रूपमा लिएको छौँ। त्यो एउटा छ। अनि अर्को नेपाल राष्ट्र ब्याङ्कको काम कारबाहीमा नेपाल सरकारको स्वीकृतिहरू स्पेसली हामीलाई अहिले कस्तो हुन्छ भने कतिपय अवस्थामा हामीलाई क्विकली टिएहरू लिने गरेका हुन्छौँ IMFहरूसँग अरूसँग। जस्तो अहिले CBDCको कुराहरू आएको हुन्छ होइन। अहिले अब कतिपय रेगुलेसनहरू नै बनाउनु पर्ने कुराहरू छ। स्टेबल कोइनहरूकै बारेमा हामीले कुरा गरिरहेको हुन्छौँ होइन। अब सोभरेन वेल्थ फन्डहरू कसरी डिजाइन गर्ने होइन। हामीहरू यत्रो पैसा छ जथाभावी लगेर राख्नु भएन, कसरी यसलाई ट्रान्सपेरेन्ट बनाउने होइन। यो त ठुलो स्रोतहरू छ नि। यसमा चाहिँ हामीलाई हाम्रै नलेजहरू सफिसियन्ट हुँदैन। अनि कहिलेकाहीँ हामीसँग पैसाहरू कम भएको बेलामा क्विकली सहायता माग्न नि त्यहीँ जान्छौँ फेरि। त्यो भएको हुनाले लामो इतिहास छ उनीहरूसँग हाम्रो सहकार्य गरेको। अनि यो जस्तो अर्को मन्त्रालयहरूतिरबाट जाँदाखेरि एउटा अक्वार्ड त भइहाल्छ। अर्को चाहिँ लामो समयदेखि क्विकली हामीले भन्ने बित्तिकै लिइरहेको सानोतिनो टिएहरू छ, जुन चाहिँ नलेज इन्हान्सिङ गर्नलाई लिइरहेको छौँ। अनि त्यसमा डिले नहोस् भनेर हो। त्यो भएको हुनाले यो स्वीकृति यस्ता कुराहरूमा स्वीकृति नलिउँ भन्ने छ। मलाई लाग्छ यहाँ कुन दफामा छ, म पछि फेरि क्विकली रिड गर्छु त्यसमा। त्यो पनि माननीय मन्त्रीज्यूबाट आइसकेको कुरा हो। त्यसपछि सञ्चालक तथा डेपुटी गभर्नरहरूको योग्यताहरूमा पनि त्यहाँनिर त्यो पछि जुन स्पष्ट गरिया भन्ने छ त्यो चाहिँ वास्तवमा अलिकति चेन्ज गर्नुपर्ने छ। त्यसमा जस्तो प्राध्यापक भएपछि 10 वर्ष अनुभव भन्ने कुरो चाहिँ प्राध्यापक आफै अनुभव हो होइन। कोही कार्यकारी निर्देशक भएपछि 10 वर्ष अनुभव भन्ने कुरो हुँदैन। कसैलाई अब जस्तो अहिले मर्यादा क्रममा गभर्नरभन्दा माथि भनेको लेट्स से मै आफू पहिला भएको योजना आयोगको उपाध्यक्ष नि। योजना आयोगको उपाध्यक्षमा अनुभव, उपाध्यक्ष भनेको उसैको लागि त्यही बन्नलाई लामो समय लागिरहेकै हुन्छ। त्यो चाहिँ त्यसलाई अनुभव भन्ने कुरो हुँदैन। अब सचिव भइसकेपछि 10 वर्ष अनुभव भन्ने कुरो हुँदैन। सचिव आफैमा अनुभवबाट हुने चिजहरू हो होइन। त्यही भएर यी कुराहरूमा चाहिँ थप्दाखेरि 1-2जनालाई मात्रै अनुकूल हुने गरेर आएको जस्तो देखिन्छ त्यो हेर्दाखेरि। त्यही भएर त्यो कतिको छ, त्यस्तो मान्छेहरू कति पाइन्छन् होइन। हाम्रो मुलुक अनुसार नै हेर्दा ठिक होला जस्तो लाग्छ मलाई।
अर्को ब्याङ्कबाट अवकाश भएको त्यसपछिको कुलिङ पिरियडहरू पनि खासै आवश्यकता देखिँदैन। हाम्रै अहिले हेर्नु भने हाम्रो एक्जिक्युटिभ डिरेक्टरको साहबहरू कतिजना चाहिँ रिटायर्ड हुने बित्तिकै झन् ठुल्ठुलो पदहरूमा पनि जानुभएको छ होइन। उहाँहरूको क्षमता अब राज्यले इभ्यालुएट गर्ने हो होइन। त्यो भएको हुनाले त्यसको फेरि ट्र्याक रेकर्ड लामै छ। मलाई लाग्छ गएको केही वर्षमा 3 जना त राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर गइहाल्नुभयो क्विकली होइन। त्यो भएको हुनाले कुलिङ पिरियडहरू खासै आवश्यक हो जस्तो मलाई लाग्दैन। राज्यले चाह्यो भने मानिसहरूको अनुभवहरू हेरेर होइन, यत्रो लामो समय लगानी गरे हुन्छ, उहाँहरू सबै एकदमै केपेबल हुनुहुन्छ। राज्यले उपयुक्त जहाँ देख्छ त्यो ठाउँमा लैजान पाउने फ्लेक्सिबिलिटी राज्यलाई हुनुपर्छ जस्तो मलाई लाग्छ। त्यो छ। त्यसबाहेक केही ऐनको दफावारमै म केही कुराहरू राख्छु छोटो छोटो। मूल ऐनको दफा 4 मा ब्याङ्कको उद्देश्यमा विधेयकको प्रस्ताव ठिक भएकोमा सोमा संशोधन खासै आवश्यकता छैन भन्ने छ हाम्रो। एउटा पहिला बरु राष्ट्र ब्याङ्कको उद्देश्यमा चाहिँ अनइम्प्लोइमेन्ट रिडक्सन भन्ने अहिले पनि अमेरिकन फेडरल रिजर्भले चाहिँ राख्ने गरेको थियो। त्यो फिलिप्स कर्भवालाहरूको पुरानो स्टोरी छ। त्यसमा चाहिँ यदि राख्नै पर्ने हो भने एउटा अनइम्प्लोइमेन्ट रिडक्सनलाई राखे हुन्छ, तर त्यो इन्ट्रेस्ट रेटले नै त्यसलाई हजुर अनइम्प्लोइमेन्ट रिडक्सन केही अमेरिकन फेडरल रिजर्भमा चाहिँ अनइम्प्लोइमेन्ट रिडक्सनलाई त्यो उद्देश्यमा राख्दै गएर हुन्छ। त्यो पहिला फिलिप्स कर्भवालाहरूको इन्ट्रेस्ट रेट बढ्यो भने के अरे घट्यो भने चाहिँ इम्प्लोइमेन्ट बढ्ने, बढ्यो भने इम्प्लोइमेन्ट घट्ने भन्ने पहिला चाहिँ एकदमै स्ट्रङली त्यसलाई विश्वास गर्थे। अहिले चाहिँ खासै त्यसलाई विश्वास गर्न त छोडेका छन्। तर हामीहरूले राष्ट्र ब्याङ्कलाई यदि बेरोजगारीसँग जोड्ने हो भने एउटा त्यो कन्सिडर गर्न सकिन्छ। तर म त्यसमा खासै एक्साइटेड चाहिँ छैन। खालि अरू इन्टरनेसनली देखिरहेको कुरा भएको हुनाले र फेडरल रिजर्भको भएको हुनाले हो। तर हाम्रो पोजिसन चाहिँ अहिले जे छ त्यसमा संशोधन नगरौँ भन्नेमै छौँ। मूल ऐनको दफा 7 मा बैङ्कले कुनै निकायलाई जमानत नदिने भएकोले अहिले दिँदैन। त्यही भएर केही मान्यज्यूहरूले चाहिँ राष्ट्र ब्याङ्कले जमानत दिनुपर्छ भनेर कतै गर्नुभएको रहेछ। त्यो कार्यलाई ब्याङ्कले गर्न नहुने कार्यमा राख्नुपर्ने भएकोले विधेयकमा व्यवस्थामा संशोधन आवश्यक नभएको। राष्ट्र ब्याङ्क आफैले जमानत दिनु, ब्याङ्कहरूले दिन्छ, अरू कसैले दिन्छ, राष्ट्र ब्याङ्कले त्यहाँ जमानत दिन जाने कुरो हुँदैन। मूल ऐनको दफा 11 मा आफ्नो कार्य सम्पादनसँग सम्बन्धित विषयमा नेपाल सरकार अर्थ मन्त्रालयको स्वीकृति प्राप्त गर्न नपर्ने व्यवस्था गर्न उपयुक्त हुने, त्यो अघि मैले भनिहालेँ। विधेयकको दफा 12 मा हाल मूल ऐनको व्यवस्था बमोजिम 2 जना डेपुटी गभर्नरबाट कार्य सम्पादन कुशलतापूर्वक भइरहेकोले विधेयकको व्यवस्थामा थप संशोधन आवश्यक नभएको। मूल ऐनको दफा 14 मा साबिक ऐनको व्यवस्थामा 7 जना सञ्चालक समिति रहेकोमा सोही व्यवस्था कायम गर्न उपयुक्त हुने। धेरैजना सञ्चालक हुँदा निर्णय प्रक्रियामा जटिलता सिर्जना हुने तथा यसको असर बैठकको क्रममा समेत पर्ने देखिएकोले दफा 14 को खण्ड घमा संशोधन आवश्यक नदेखिएको। म आफै गभर्नर भएर गएको 14 महिना जति भयो। मलाई लाग्छ हामीले सबै सर्वसम्मतिले पारित गरेको छौँ। लामो छलफल गर्छौँ तर सर्वसम्मतिले नै पारित गरेको छौँ हाम्रो अहिलेसम्मको डिसिसन। त्यो भएको हुनाले यसलाई कम्प्लिकेटेड नबनाउँ भन्ने नै छ। जुन कुरो राम्रोसँग चलिरहेको छ अहिलेसम्मलाई त्यो भएको। त्यस्तै विधेयकको दफा 15 मा कुलिङ पिरियड आवश्यक नभएको, अघि मैले भनेको सञ्चालनमा। विधेयकको दफा 17 मा सबैभन्दा माथिल्लो तहको अदालतको न्यायाधीश अध्यक्षमा नियुक्त गर्दा जनविश्वास अधिक हुने भएकोले जाँचबुझ समितिको गठन गर्दा साबिक ऐनको व्यवस्था बमोजिम सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीश नै अध्यक्षमा नियुक्ति गर्न उपयुक्त हुने। अहिले गभर्नरलाई सर्वोच्च अदालतको सामान्य प्रधान न्यायाधीशले शपथ ग्रहण गराउनुहुन्छ। त्यो भएको हुनाले त्यो लेभल नै कायम राख्दाखेरि ठिक हुन्छ जस्तो लाग्छ मलाई। त्योबाट तल गएर माथिल्लो तहबाट चाहिँ शपथ ग्रहण गराएर राखेको गभर्नरलाई फेरि त्योभन्दा तलकोले छानबिन गरेर निकाल्ने भन्दा कति अलि अक्वर्ड चाहिँ हुन्छ भन्ने छ। रिटायर्ड जस्टिस हो उहाँलाई। पहिला मैले बुझ्दाखेरि के थियो भने रिटायर्ड न्यायाधीशज्यूलाई यस्तो काममा लाउन पाइँदैन भन्ने संवैधानिक व्यवस्था छ भनेर कसैले भन्नुभएको रहेछ पहिला। त्यो त्यसपछि अनि यो त्यसो भने उहाँ पछिको भनेर उच्च अदालतको न्यायाधीशलाई राख्ने भनेर आयो। तर हामीले पछि बुझ्दाखेरि त्यस्तो खालको निषेध छैन भन्ने नै छ। त्यो भएको हुनाले त्यही साबिकैमै जाँदा ठिक होला। र अन्तिममा मूल ऐनको दफा 40, 41 र 42 मा प्रस्तावित संशोधनबाट साबिक व्यवस्थाको तुलनामा कुनै उल्लेखनीय सुधार वा थप लाभ नदेखिएको हुँदा साबिकको व्यवस्था नै कायम राख्नु उपयुक्त हुने भने। यसमा के छ भने हामीले जस्तो यो बाँडफाँडको यो आय व्ययको बाँडफाँडको व्यवस्था हो। यो
यसमा सानो ट्रिकी पार्ट के हो भने हामीले जस्तो 150 अरब अथवा 200 अरब रुपियाँ आय गऱ्यौँ भने सर्टेन कोषहरूमा राख्छौँ अनि बाँकी चाहिँ बसेर सञ्चालक समितिले डिसिजन गरेर अनि नेपाल सरकारलाई पठाउने चलन छ। अनि त्यसमा चाहिँ अटोमेटिकल्ली बाँकी पठाउँ भन्ने यो संशोधनले बनाएको छ। तर त्यस्तो एउटा समस्या के भइदिन्छ भने हामीलाई मुद्रास्फीतिहरू टार्गेट हामीलाई दिया हुन्छ अनि त्यो हेरेर कति पैसा पठाउने भन्ने डिसिजन गर्ने एउटा फ्रिडम चाहिँ अलिकति त्यहाँ छोड्दाखेरि ठिक हुन्छ। किनभने यतापट्टि जे उद्देश्य भयो पैसा कति मार्केटमा जान्छ भन्नेमा चाहिँ त्यो म्याक्रो लेभलमा हाम्रो केही न केही डिसिजन मेकिङ चाहिँ हुनुपर्छ भन्ने हाम्रो छ। अनि त्यो भएको हुनाले यसमा त्यही अनुसार जानु पर्ला। अहिले धेरै फरक हुँदैन, सरकारलाई आवश्यकता पर्दाखेरि हामीहरूले सरसल्लाह गरेर डिसिजन गरेकै हुन्छौँ। अनि अरू बेलामा अटोमेटिक गर्दाखेरि चाहिँ त्यो जुन हुन्छ नि एक्सेस मनीको समस्याहरू फेरि आइदिन्छ कि पछि गएर भनेर